हाम्रो प्रोजेक्टको नाम चाहिँ अकिरा स्टोर हो र हामीले चाहिँ ई-कमर्स सिस्टम बनाएको छौँ। अनि यहाँ हाम्रो मेम्बरहरू भयो। र हामी सुरुमा चाहिँ टेस्टिङ गर्छौँ। टेस्टिङ चाहिँ हामीले जेस्टबाट गरेको छौँ। टेस्टिङ गरेर देखाउँछौँ एनपिएम रन टेस्ट गरेर। रन हुँदैछ, टेस्ट हुँदैछ, सबै टेस्टिङ पास भएको छ। अनि कन्ट्रोलर र अर्को टेस्टिङ हो यो चाहिँ। अब हामीले प्रोग्राम रन गरेर देखाउँछौँ। पहिला सुरु ब्याकएन्ड रन गर्छौँ। एनपिएम स्टार्ट गरेर ब्याकएन्ड रन भयो। अब फ्रन्ट एन्ड नि रन गर्ने। एनपिएम स्टार्ट गरेर फ्रन्ट एन्ड पनि रन भयो। लोड हुँदैछ। यो चाहिँ पहिला सुरु चाहिँ क्रिएट एकाउन्टमा हेर्छौँ। क्रिएट एकाउन्ट गर्दा अब युजर नेम भयो, अनि फरवर्ड पासवर्ड गर्दा सेक्युरिटी क्वेसन र एन्सरहरू भयो त्यसको लागि, र तल पासवर्ड भयो। हामीसँग एकाउन्ट पहिल्यै भएको भएर एकाउन्ट अहिले चाहिँ क्रिएट गर्दैनौँ। होम गयो, फरवर्ड पासवर्ड गरेर चेक गऱ्यो पहिला सुरु, चल्छ चल्दैन, प्रोजेक्ट लिउँ। अनि सेक्युरिटी क्वेसन अघि हामीले राखेको, अनि एन्सर नि अघि हामीले राखेको भए। नयाँ पासवर्ड सेभ भयो। युजर नेम भयो। ल पहिला अर्को पासवर्ड टाइप गरेर हेरौँ लगइन हुन्छ कि हुँदैन। हुँदैन। अब अघि राखेको पासवर्ड राखेर चेक गर्छौँ। अब लगइन भयो। यो चाहिँ हाम्रो युजर साइट भयो। अब यहाँबाट चाहिँ हामीले के किन्नुपर्ने हो, किन्न मिल्छ। यहाँ सबैको प्रोडक्टहरू छ। मेनको लेटेस्टहरू भयो। यो चाहिँ सुज छ, वालेट छ। अनि यो चाहिँ हाम्रो इन्टरेक्टिभ फिचर भयो, जुम गर्न मिल्छ हामीले म्याग्निफायर नजिक लाँदा। अनि यो चाहिँ वुमेनको भयो। यो चाहिँ किड्सहरूको भयो। अनि यो चाहिँ इलेक्ट्रोनिक प्रोडक्ट्सहरू भयो। अनि यो सुज र यो ग्लासेसहरू। अनि यो ग्रोसरी। अनि हामी यहीँबाट नि वुमन साइडमा जानु मिल्छौँ, डिस्कभर मोर गरेर। एक्सेसरीहरू भयो। यो तिनवटा अब हामीले स्लाइड गरेर पनि मिल्यो, तर एडमिनले फर्स्ट तिनवटा राखेको चाहिँ सुरुमा देखाउँछ, अनि स्लाइड गरेर चाहिँ अरू अरू नि इमेजहरू हेर्न मिल्छौँ। स्लाइड गर्दा अरू इमेज आउँछ। यहाँ चाहिँ एक्सक्लुसिभ अफर भयो। यो चाहिँ 30 डेजको लागि छ। अहिलेको लागि चाहिँ पोलो कार्डिगन छ जम्मा 2500मा। अब यहाँबाट अरू अरू नि हेरौँ। यो मेनको भयो। अहिलेलाई एक्सक्लुसिभ अफर छैन मेनकोमा। अनि यो किड्सहरूको भयो। किड्समा नि छ एक्सक्लुसिभ अफर। यो चाहिँ इलेक्ट्रोनिक प्रोडक्ट्सहरू भयो। अब हामी प्रोडक्ट हालेर हेर्छौँ एडमिन साइडमा गएर। यो चाहिँ हाम्रो एडमिन साइट भयो। हामीले एड गर्नको लागि चाहिँ क्याटेगोरीमा जानुपर्छ पहिला सुरु। अनि त्यसपछि हामीले अहिलेलाई सुज हालेर हेरौँ, एड न्यू प्रोडक्ट गर्ने। अनि यहाँ इमेज राख्ने। इमेज चाहिँ हामीले 4-5वटा राख्न मिल्छ। यो गर्दा चाहिँ एकदम क्लियरिटी हुन्छ इमेजको। अहिलेको लागि 5000 जति इमेज राखेर हेरौँ।
हामीले डिटेलहरू चाहिँ पहिला भरिदिएको थियो। अहिलेको लागि चाहिँ एक्सक्लुसिभ अफरमा राख्दैछौँ हामीले। अनि यो चाहिँ अफर एन्ड अघि देखाएको जस्तो 30 डेज देखाएको थियो। अब हामीले यहाँ राख्न मिल्छ कति बेला चाहिँ एन्ड हुन्छ भनेर। यसलाई अलि ऱ्यान्डमै राख्थ्यौँ हेर्नको लागि मात्र। अनि डिस्क्रिप्सनको टाइटल भयो र समरी भयो। कुरियर चार्ज चाहिँ भयो, होम डेलिभरी हो भने 70 रुपिस। अनि हामीले कस्टम चार्ज नै गर्न मिल्छ। इफ हामीलाई एकदम इमर्जेन्सीले चाहिएको छ भने प्राइस अलिकति बढाइदिएर विदिन 1 आवर भनिदिने, अनि हाम्रोमा डेलिभर हुन्छ। अहिलेलाई चाहिँ नराखौँ, अहिलेलाई यही राखौँ। अब हामी इन्भेन्ट्रीमा गएर हेर्छौँ। हामीले राखेको हाइल्यान्डर सुज देखाएको छ 10,000 अनि इन स्टक। अब हामीले स्टक 0 राख्यो भने चाहिँ आउट अफ स्टक भन्छ, यो छैन हामीसँग। अनि थोरै राख्यो भने लो स्टक। अहिले 10 नै राखेर छोड्थ्यौँ। अनि अब यो साइडमा जाउँ अनि हेरौँ आएको छ कि छैन। हामीले सुजमा राखेको थियो, एक्सक्लुसिभ अफरमा देखाएको छ 40 सेकेन्ड्स। अब यो यहाँ देखाइरहेछ अफरमा। पहिला अलिक महँगो थियो, अहिले अलिक सस्तो भएर आएको छ। यो अब एन्ड भएको हेरौँ। एक्सक्लुसिभ अफर हटायो। अहिलेको लागि चाहिँ फेरि हालेर अब बाई गर्न खोजौँ। पहिला सुरु भ्यू गरौँ। हाइल्यान्डर देखाइरहेको छ, हाम्रो इन्टरेक्टिभ फिचर्स पनि देखाइरहेको छ। अनि राइट गर्दा अरू इमेजहरू पनि देखिरहेको छ हामीले। अनि हामीले यहाँबाट प्रोडक्टलाई रेट पनि गर्न मिल्छ। 5 स्टार, राम्रो छ सुज। अनि तल जाँदा हाम्रो डिस्क्रिप्सन छ, फिचर्सहरू छ र सिपिङको डिटेलहरू छ। अनि तल चाहिँ रेकमेन्डेड सुजहरू देखेको छ, साइजहरू पनि छ। अब कस्टमर रिभ्यू पनि एउटा राखिराखौँ। गुड, तर यो मिलेन, यो भ्यालिड भएन, 5 भन्दा धेरै हुनुपर्छ। गुड एन्ड क्लिन राख्थ्यौँ। रिभ्यू पोस्ट भयो। अब सुज बाई गरेर हेरौँ। 45 साइजको एउटा भएन। अब यो डिटेल्स चाहिँ हामी अफलाइन गरिदिएको थियो। एड गिफ्ट बक्स भन्नाले यो चाहिँ अब गिफ्टमा आउँछ। यो चाहिँ 20 रुपिस चार्ज हो। अनि हाम्रो अर्को मेन फिचर भनेको चाहिँ बार्गेनिङ हो। बार्गेन योर प्राइस। हामीलाई के भनेको छ भन्दाखेरि 10,000 मेक मी एन अफर भने। अब हामी प्राइस राख्छौँ, हामीलाई कति चाहियो। अहिले 7,000 गरौँ बार्गेन। उसले त्यहाँबाट रिप्लाई दिएको छ 9,500सम्म दिन सक्छु। अझै बार्गेन गर्नु खोजौँ, एकचोटिमा मात्र हुँदैन। योपालि 9,000 8,000 ट्राई गरौँ। उसले प्राइस अझै घटाइदिएको छ। अब लास्ट एकचोटि बार्गेन गर्न खोजौँ। 8,500। अब उसले 9,000सम्ममा मानेछ। सो अहिलेलाई एक्सेप्ट गरिदिउँ अफर अनि डिस्काउन्ट एप्लाई गरौँ। हाम्रो 10,000को सुज अहिले 9,000सम्म आइपुगेको छ। अब अर्डर प्लेस गरौँ। हाम्रो यहाँ प्रोडक्टको कन्फर्मेसनहरू भयो अनि यहाँ अर्डर समरी। नेक्स्ट अर्डर चाहिँ हाम्रो प्लेस भइसकेको छ। अब अर्डर हेरौँ। हाइल्यान्डर अर्डर भइसकेको छ, कन्फर्म। अब एडमिन साइडमा हेरौँ भएको छ कि छैन अर्डर्समा गएर हेरौँ। हाम्रो नाम भयो, 9,000 हाम्रो सुजको प्राइस भयो। अब यहाँबाट प्रोसेसिङमा राख्थ्यौँ। अब हाम्रो प्रोसेसिङ भएको अर्डर प्लेस भइसकेपछि अनि यहाँ सिप भएको छ।
सिप भयो। अहिलेलाई हाम्रो क्यान्सलवाला फिचर नि हेरौँ। फ्यु क्यान्सल भइसक्यो हाम्रो यो। अब हाम्रो क्यान्सल भइसकेको छ। यो पुरो सिफ्ट गऱ्यो भने चाहिँ सिफ्ट हुन्छ। तर क्यान्सलको हेरौँ अहिलेलाई चाहिँ। अब अर्डर हिस्ट्रीमा गएर हेरौँ। प्रज्वल दनाई हाम्रो यो अर्डर हामीले क्यान्सल गऱ्यौँ। क्यान्सल भइसकेको छ। अब भ्यू गरेर हेरौँ। क्यान्सल भनेर देखाएको छ हामीले क्यान्सल गरेको भएर। इफ क्यान्सल नगरेको भए डेलिभर भए भए चाहिँ डेलिभर्ड भनेर देखाउँथ्यो यसरी। अब सेल्स रिपोर्ट हेरौँ हाम्रो। अब सेल्स रिपोर्टमा चाहिँ अब ग्राफ छ हाम्रो कति रेभेन्यू भएको छ। अहिलेलाई 14,000 छ। अनि यहाँ डेलिभर्ड भयो, प्रोसेसिङ भयो, क्यान्सल भयो, यहाँ देखाएको छ त्यो पनि पाइ चार्टमा। यो 7 डेजको देखायो। अनि हाम्रो टप सेलिङ प्रोडक्ट चाहिँ अहिले सर्टहरू छ। अनि टप कस्टमर चाहिँ प्रज्वल दनाई, निशान राई छ। अनि यो चाहिँ हाम्रो ड्यासबोर्डबाट भयो। अनि यहाँबाट क्विक एक्सनहरू छ। यहाँ थिच्यो भने इन्भेन्ट्रीमा जान्छौँ, बटन जस्तै हो। अनि यो चाहिँ युजर म्यानेजमेन्ट साइट भयो। अनि यहाँबाट चाहिँ हामीले युजरहरूलाई सस्पेन्ड गर्न मिल्छ र ब्लक गर्न मिल्छ। सस्पेन्ड गर्दा चाहिँ 3 दिन 7 दिनसम्म सस्पेन्ड गर्न मिल्छ र ब्लक गर्दा चाहिँ युजरहरू ब्लकै हुन्छ इफ युजरले केही भायोलेट गर्यो भने। अनि नोटिफिकेसनमा चाहिँ अर्डर राखेको, लो स्टक भएकोहरू नोटिफिकेसन आउँछ। र फेरि युजर साइटमा जाउँ। अनि यहाँ चाहिँ अब सर्चिङ गरेर हेरौँ। हाइल्यान्डर देखाइरहेको छ सुज। तर हाम्रो अर्को मेन फिचर चाहिँ इमेजबाट सर्च गर्ने हो। आइल्यान्डर इमेज सर्च गरेर हेरौँ। देखाउँछ, देखाएन अहिले किनकि यसको इमेज हामीले डिलिट गरेर दिएको थियौँ। अब हामीसँग भएको इमेज राखेर चेक गरौँ एकचोटि देखाउँछ कि देखाउँदैन। ब्याक क्लास यो इमेज चाहिँ हामीसँग छ, देखाइरहेको छ। अझै एउटा चेक गरौँ देखाउँछ कि देखाउँदैन। यो चाहिँ हाम्रो अर्को मेन फिचर पनि हो। पर्स राखेर हेरौँ। एउटा पर्स एड टु कार्ट गरौँ। एड टु कार्टवाला फिचर नि हेरौँ। अब कार्टमा जाँदा चाहिँ अब हामीले किन्ने भनेर राखेको सामानहरू यहाँ देखिन्छ। अघि भर्खर राखेको वालेट भयो। फिडब्याक फिडब्याक दिउँ एउटा राम्रो एडमिनलाई। मलाई त राम्रै लाग्यो, भेरी गुड राखिदिउँ। अहिलेको लागि सबै राम्रै छ। अलिक धेरै प्रोडक्ट राख्यो भने झन् राम्रो हुन्छ होला। मोर प्रोडक्ट्स हाम्रो फिडब्याक सेन्ड भइसकेको छ। ल अब चेक गरौँ एडमिन साइडमा फिडब्याक कस्तो आएको छ। भेरी गुड, मोर प्रोडक्ट्स अहिले दिएको फिडब्याक आइसकेको छ।